मैले त यहाँ उयो के पो त मिलेको मलाई त दिएको यसले के को मासु खाए कान्छो के को मासु खाए अरे अनि के हो त हैन कान्छी अनि ओइ कान्छी अनि घरमा थाहा पाउनु भने कराउनु हुँदैन अनि घरमा थाहा पाउनु भने कराउनु हुँदैन मेरो मम्मी त खानुहुन्छ वाउ र अनि हजुरबाजाले कराउनु हुँदैन मेरो बाबु त मरिसक्नु भयो मेरो बुवा त पहिले खसिसक्नु भयो हो अम्मा लकी हो आफ्नो आफ्नो सोचाइ हो तर नि नि लानु भिडियो रेकर्ड गरौँ ओके आउनु सबैजना यो सुँगुर लबर कान्छी होइन कान्छीहरूले चाहिँ के को मासु खाएको अरे सुँगुरको मासु अनि अरू भाइ बुहारीले सानो कान्छो यसले चाहिँ खान्छ सुँगुरको मासु यसले खान्छ खाँदैन भने हो खाँदैन सुँगुरको मासुमा पल्किने मासुमा पल्किने ढल्किने हो माइ गॉड के हो यो पोटकेमा घन्टीमा पोटकेमा अरे घन्टीमा अनि बच्चादेखि बुढाले घन्टी भनेर चिनिसकेपछि त अनि घन्टीमा भुटार्नै पर्यो नि होइन कान्छी माटोमा त नै माटो हिलो भयो नि कान्छी चिप्लेर लडिन्छ फेरि 22 गतेदेखि घन्टी पनि धेरै बज्यो हो हाम्रो यसमा जहिले ए कान्छो घन्टी जति बजे नि मान्छेलाई मन पर्न के त मन पर्न छोड्ने होइन नि त भनेको तपाईँको लुगामा पनि घन्टी नै छ अनि जति हुन्छ त्यति चिप्लोटी खेल्न मन आउँछ हो कपडा धुलो बनाउनेहरूलाई त यस्तै हो मैले खेल्न भने त फोहोर हुन्छ अनि मन्दिर जस्तो पवित्र स्थलमा घन्टी लाएर के त बजाउँदाखेरि यस्तो राम्रो छ ओ माइ गॉड यो ब्याज चाहिँ ऊ अब बढ्छ नि है ठुलो हुन्छ अनि बल्ल त्यो रायो म भाउन यसले कुखुराको मासु खान्थे म राँगाको त्यहाँ पनि खान्छु ल बोटकीमा हामी घन्टी यहाँ घन्टी छ कानको पनि घन्टी